40,000 यो के हो, यो भाइरेबल मैन्युफैक्चरिंग कॉस्ट ऑफ गुड्स सोल्ड। ठीक। अब 80,000 बाट 40,000 घटाउँदा कति बच्यो, 40,000। 40,000 यो के हो, ग्रॉस कंट्रीब्यूशन मार्जिन। ग्रॉस कंट्रीब्यूशन मार्जिन। अब यसमा के लेस गर्ने भने नन, यहाँ भाइरेबल मैन्युफैक्चरिंग कस्ट अफ गुड्स सोल्ड भइसकेको छ, त्यही भएर यहाँ नन मैन्युफैक्चरिंग भाइरेबल कस्ट अथवा ओभरहेड अनि कस्ट भनेको एउटै हो। यसमा के दिएछ हामीलाई, के दिएछ केही दिएको छैन। यहाँ डाइरेक्ट भनेछ, फिक्स्ड भनेछ, यो भनेको फिक्स्ड नै हो किनभने भाइरेबल को भाइरेबल भनेर आउँछ, यसमा भने छैन भने फिक्स्ड कै हो भने यहाँ केही छैन भने यो के आयो, नेट कन्ट्रिब्युसन मार्जिन कति आयो, नेट कन्ट्रिब्युसन मार्जिन 40,000। 40,000। अब यसमा लेस गर्ने है, लेस यसले त राख्ने, लेस गर्ने है। यहाँ लेस के गर्ने भने फिक्स्ड कस्ट अथवा ओभरहेडलाई हामी OH ले नै सर्टकटमा बुझ्छौं। अब यहाँ के छ हेरौँ पहिला। फिक्स्ड फ्याक्ट्री ओभरहेड छ, फिक्स्ड फ्याक्ट्री अनि मैन्युफैक्चरिंग भनेको एउटै हो, फ्याक्ट्री ओभरहेड। अर्को के दिएछ, सेलिङ, फिक्स्ड सेलिङ एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कति दिएछ यहाँ 24,000 अनि 8,000, 24,000 एन्ड 8,000, 24,000 एन्ड 8,000 भने 30 आयो, 32,000। यो अब के आउँछ, नेट इन्कम एज पर, यहाँ के भन्नु थियो, मार्जिनल भन्नुस् चाहे भाइरेबल भन्नुस् एउटै हो, भाइरेबल कस्टिङ कस्टिङ। यो 40,000 बाट 32,000 घटाउँदा 8,000 आयो। ओके, अब अर्को क्लासमा गरौँ ल।